हेलो साथीहरू नमस्ते स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा र आजको भिडियोमा म तपाईँहरूलाई हामी चाहिँ रक्सी पार्ने प्रोसेस रक्सी पार्ने प्रक्रिया चाहिँ कसरी गराउँछ भनेर तपाईँलाई देखाउँछु ल। लास्टसम्म हेरेर साथ दिनुहोस्, माया गरिदिनुहोस्, मन परेमा भिडियोलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस् र केही तपाईँहरूलाई लागेको सुझावहरू भए तलपट्टि कमेन्टमा छोडिदिनु होला है। लगेर यहाँ चाहिँ यसरी यो भाँडोमा यसरी पानी हाल्ने अनि पानी र यहाँ चाहिँ अहिले कोदो चाहिँ पहिला यसरी यहाँ जाँड राखिन्छ अनि टक्क यो पाकिसकेपछि अहिले चाहिँ पछि चाहिँ यसलाई चलाउँदै हेर्दै गर्ने हैन। यो पाकिसकेपछि यसको यो पानी चाहिँ सुक्छ अनि यो पानी सुकिसकेपछि अनि यसलाई चाहिँ दबाईहरू सेलाइसकेपछि अनि फेरि मोर्चा भनिन्छ हामी त्यो मोर्चा दबाई अनि त्यसलाई मोलेर फेरि केही दिन ओथारो राख्ने गरिन्छ। त्यो प्रक्रिया पनि म तपाईहरुलाई देखाउने छु है, हेरेर साथ दिनुहोस्। अहिले चाहिँ म यहाँ जाँड पकाइरहेको छु। अनि यसलाई चाहिँ यसरी बेला बेलामा चाहिँ पकाउँदाखेरि चलाइराख्नुपर्छ, होइन भने फेरि तल चाहिँ पिँधमा लाग्छ अनि डढ्छ क्या। पानी त छ त्यही पनि फेरि डढ्छ। त्यसो भएको कारणले यसलाई चाहिँ बेला बेला चलाइराख्नुपर्छ है। अनि यत्तिकै छोड्ने हुनेलाई ल हेर्नु साथीहरू कोदो देख्नुभयो। अनि यसलाई चाहिँ यसरी पकाउँदै गर्दा चलाइराख्नुपर्छ ताकि तल पिँधमा नलागोस् अनि नडढोस् भनेर। अनि यो चाहिँ मजाले पाक्नुपर्छ है। पाक्दासम्म चलाउँदै चेक गर्दै यदि पानी कम छ भने थप्ने फेरि अनि चलाउँदै पकाउँदै गर्ने। मजाले हेर्नु त्यस्तो हुन्छ अनि मजाले पाक्नु पर्यो। फेरि पानी सुक्दै गयो अनि पाकेन भने चाहिँ पानी थप्ने फेरि। अब चाहिँ यो हाम्रो जाँड चाहिँ झन्डै पाकिसक्यो। अब होइन यसलाई चाहिँ टक्क यो पानी सुक्यो भने मलाई सेलाएपछि अनि तपाईँहरूलाई फेरि यसमा मर्चा मोलेको देखाउँछु ल। अहिले हल्का साँझ परेको भएर अनि अलिक क्लियरसँग देखाउन सकिरहेन, त्यसको लागि क्षमा चाहन्छु। ल त साथीहरू फाइनल्ली मेरो जाँड चाहिँ पाक्यो। अब यसलाई चाहिँ म केही बेर सेलाउन राखेर अब यसलाई चाहिँ म फेरि अनि मर्चामा मोल्छु अनि त्यसपछि ओथारो राख्छु है। अनि हिजो चाहिँ साँझ भएको कारणले गर्दा साँझोमा चाहिँ अनि बनाउन सकिएन अनि दबाई छर्ने काम। आज चाहिँ आमाले यसमा मोर्चा छर्ने काम गर्दै हुनुहुन्छ, अहिले चाहिँ कुट्दै हुनुहुन्छ। यो सेतो डल्ला चाहिँ हाम्रो मोर्चा हुन्छ अनि यसको मात्रा चाहिँ मिलाउन अलि जान्नु पर्दछ, कतिमा कति मिलाउने भनेर। अनि त्यो चाहिँ मलाई पनि अलि थाहा भएन। अहिले चाहिँ आमा मोर्चा कुटेर यसमा छर्ने काम गर्दै हुनुहुन्छ। यो चाहिँ अलि तातो भएको कारणले यसलाई सेलाउनको लागि यसरी चाहिँ यसलाई पहिला अनि हल्का सेलाउनु पर्यो होइन। सेलाउनको लागि चाहिँ आमाले त्यसलाई माडेर यसरी मुछेर चाहिँ अनि अलिक छुट्याउँदै हुनुहुन्छ नि त। अनि त्यसरी सेलाउँदै हुनुहुन्छ। अनि सेलाइसकेपछि यसलाई अघि त्यो कुटेको मोर्चा थियो त्यो मोर्चालाई छर्नुहुन्छ। अनि त्यो छरिसकेपछि राम्रोसँग मिलाउने है, यसरी छर्ने। अनि छरिसकेपछि मजाले सबैतिर लाग्ने गरी मोल्नुपर्छ। अब चाहिँ हाम्रो जाँडमा मर्चा दबाई मोल्ने काम सकियो। अनि अब यसलाई चाहिँ हामीले भित्र स्टोर गरेर राख्छौँ अथवा यसलाई चाहिँ ओथारो राख्छौँ। ओथारो राख्दा चाहिँ यसको ग्यास चाहिँ बाहिर लिक नहुने तरिकाले टम्म हुने गरी भाँडोमा ढक्कन लगाएर राख्नुपर्छ अनि ताकि यसको छिटै पार्ने दिन आउँछ। अनि पार्ने बेलामा चाहिँ यसको गन्ध बास्ना आउँछ होइन। त्यो बास्ना आइसकेपछि अनि पार्ने बेला भयो भनेर थाहा पाउनुपर्छ। अहिलेको लागि भित्र हामी चाहिँ यसलाई स्टोर गरेर राख्ने काम गर्दैछौँ है। ल है त साथीहरू, अब आज चाहिँ झन्डै कति 20-25 दिनपछि त्यो अस्ति हामी राखेको जाँडको ओथारो चाहिँ रेडी भयो। आज चाहिँ रक्सी बनाउन रेडी हुँदैछौँ हामी।
यहाँभित्र चाहिँ के छ जाँड छ अनि त्यहीँभित्र सानो ओदान राखेर राखेको चाहिँ यो हाँडी छ माटोको यहाँ चाहिँ रक्सी परिन्छ कोदोको यहाँ चाहिँ आमाले बनाउँदै रहन्छ टक्कै राख्ने यो चाहिँ ठ्याक्कै अनि यहाँको बाहिरको हावा भित्रको हावा बाहिर नजाओस् भनेर बनाइन्छ अनि यसलाई चाहिँ हल्का चिसो पानीले भिजाएर अनि यसरी यहाँमाथि चाहिँ पानी भर्ने त्यसपछि अब एकछिनमा यहाँ आगो फुक्ने अनि रेडी हुन्छ रक्सी बन्छ यहाँदेखि मजाले अहिले देखाउँछु ल तपाईँहरूलाई कोदोको 3 पाने जाँड बनाएर ओठारो राखेर अनि त्यो ओठारो भइसकेपछि रक्सी पार्नु ठिक्क भइसकेपछि अनि आज चाहिँ रक्सी पार्दैछु तपाईँहरूलाई देखाउँदैछु यो चाहिँ प्योर कोदोको रक्सी हो नि फेरि खाने बेला सम्पर्क गर्नुहोस् ल थोरै चाख्न दिन्छु धेरै त दिँदैन मिठो छ कोदोको रक्सी अब चाहिँ यो पानी तात्न थाल्यो पहिलो पानी हो यो अनि यसलाई चाहिँ हामी 3 पानी हामी चाहिँ 3 चोटि पानी फेर्छौँ अनि 3 चोटि पानी फेरिसकेपछि हामी रक्सी निकाल्छौँ अब यहाँ पानी फेर्ने ल तातिसक्यो अनि अब बाल्टीमा पानी दिइसक्यो फेर्नको लागि चिसो पानी अनि आमाले चाहिँ यहाँ यो तातो पानी फाल्नको लागि भाँडा ल्याउँदै हुन्छ अनि चाहिँ फेर्ने ल म चाहिँ यहाँ नि पानी चेन्ज गर्नको लागि भाँडा पनि लिइसक्यो पानी चेन्ज गर्छु ल यो चाहिँ पहिलो पानी पहिलो पानी अब यो पहिलो पानी कति हामी चाहिँ 3 चोटि मात्र फेर्छौँ 3 पानी कोदोको 3 पानी भन्छ 3 पानी 3 चोटि मात्र फेर्ने कसैले 7 कतिचोटि फेर्छ खै पनि 7 पानी पनि भन्थे पहिला 3 पानी 7 पानी भन्थ्यो कि अनि यो चाहिँ अब 3 चोटि फेर्ने गर्छौँ फेर्दै जानुहोस् जोडिँदै जानुहोस् म तपाईँहरूलाई फेरि नयाँ नयाँ भिडियोहरू देखाउँदै जान्छु नि नयाँ नयाँ है अनि अर्को कुरा रक्सी पार्ने बेलामा चाहिँ आगो चाहिँ धेरै ठुलो लगाउनु हुँदैन अरे धेरै ठुलो लगायो भने चाहिँ त्यो भित्रको जाँड चाहिँ उम्लिन्छ नि त होइन आगो ठुलो भएर अनि त्यो उम्लियो भने चाहिँ अनि माथि रक्सीमा आउँछ अरे अनि त्यसपछि त्यसको स्वादै बिग्रिन्छ अरे त्यसो भएको कारणले धेरै ठुलो आगो चाहिँ नलगाउनु होला तपाईँहरूले पनि सिक्नुपर्छ है सिकिराख्नुहोस् बाहिर बजारको रक्सी किनेर खानुभन्दा यो रक्सी खानुपर्छ नि घरमा बनाएको अर्ग्यानिक होइन म चाहिँ आज साझा खाने जस्ट किडिङ म चाहिँ यसकै पानी फेर्दैछु रक्सी निकाल्नु दियो भयो चाहिँ यसरी रक्सी निकाल्दैछु है मिठो मिठो 3 पानी कोदोको मिठो कडक छ बास्ना नाकमा ठ्याक्कै लाग्यो कि यहाँभित्र चाहिँ हाँडी भन्ने छ माटोको भाँडा जहाँ चाहिँ यहाँ रक्सी ठोकिन्छ नि त्यो भाँडा छ म चाहिँ यसरी रक्सी निकाल्दैछु है रक्सी खाने भन्नु चाहिँ
मिठो कोदोको होला फेरि प्योर कोदोको। ओके थ्याङ्क यू साथीहरू। ल अब चाहिँ यो मेरो तेस्रो पानी फेर्दै हो, यो पनि आजको लागि। यो अघि एकचोटि निकालिसकेको रक्सी, अब यो चाहिँ लास्टचोटि निकाल्ने आजको लागि। अनि भिडियो पनि म आज यतिसम्म नै बनाउँछु ल। अब देखिहाल्नुभयो रक्सी पार्ने तरिका, सिकिहाल्नुभयो होइन। तपाईँहरूले नि गर्नुहोस्, घरमै पार्नुहोस् अनि मजाले घरमै खानुहोस्। बाहिरको रक्सी खानुभन्दा यस्तै घरमै बनाएर खानु नि आफैले होइन। स्वास्थ्यको लागि नि एकदम राम्रो गर्छ। तर खान त खासै स्वास्थ्यको लागि राम्रो त होइन कि होइन। स्मोकिङ एन्ड ड्रिङ्किङ इज इन्जुरियस फर हेल्थ त भन्छ, तर खाने मान्छेहरूलाई चाहिँ होइन बाहिरको खानुभन्दा घरमा यसरी बनाएर खाएको राम्रो हो भनेर चाहिँ है। तपाईँहरू सबैले रक्सी खानुहोस् भनेको चाहिँ होइन, तर खाने मान्छेहरूले चाहिँ यसरी घरमा बनाएर खाँदाखेरि राम्रो हुन्छ। त्यो बाहिरको के केमिकलहरू मिसाएर खाएको भन्दा धेरै कुरा राम्रो यो स्वास्थ्यको लागि है तपाईँहरूलाई। अनि अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा, माया गरिदिनु भएकोमा सबैमा धन्यवाद भन्दै म आजको लागि बिदा हुन चाहन्छु। र मेरो भिडियो मन परेमा लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, अनि कस्तो लाग्छ प्रतिक्रियाहरू कमेन्ट्समा छोडिदिनु होला। अनि तपाईँहरूलाई फेरि अर्को भिडियोमा अर्को कुनै नयाँ कन्टेन्ट लिएर म फेरि उपस्थित हुनेछु। आजको लागि यति नै। तपाईँहरूको दिन शुभ रहोस् अनि थ्याङ्क यू।